हेलो एभ्रिवान नमस्ते। कतिपय समयमा हामीले चाहिँ गुगल क्रोममा हामीले आफ्नो फेसबुकलाई हामीले ओपन गर्न खोज्छौँ। हामीले ओपन गर्न खोज्दाखेरि चाहिँ सिधै हाम्रो एपमा चाहिँ फेसबुक हाम्रो ओपन हुने गर्छ। अब यस्तो अवस्थामा हामीले चाहिँ गुगल क्रोममा कसरी आफ्नो फेसबुकलाई ओपन गर्ने होला भन्ने बारेमा आजको यो भिडियो रहेको छ। यो भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। यो भिडियोलाई लाइक गरिदिनु होला। आजको भिडियो हामी सुरु गर्नेछौँ। म तपाईलाई क्रोममा आफ्नो फेसबुकलाई म ओपन गरेर देखाउने छु। अब त्यस्तो अवस्थामा चाहिँ हामीले आफ्नो फेसबुक एपलाई हामीले अनइन्स्टल गर्नु पर्दैन। हाम्रो फोनमा चाहिँ फेसबुकको एप भए तापनि म आज तपाईलाई चाहिँ गुगल क्रोममा चाहिँ फेसबुक एकाउन्टलाई म ओपन गरेर देखाउने छु। त्यसको लागि तपाईले आफ्नो गुगल क्रोमलाई ओपन गर्नुहोला र गुगल क्रोमलाई ओपन गरिसकेपछि तपाईले सर्च गर्नुहोला facebook.com भनेर, अथवा तपाईले फेसबुक भनेर तपाईले सर्च गर्नुहोला। र फेसबुक भनेर हामीले सर्च गर्दाखेरि चाहिँ गुगल क्रोममा हामीले आफ्नो फेसबुकलाई हामीले ओपन गर्दाखेरि चाहिँ सिधै हाम्रो चाहिँ एप चाहिँ हाम्रो ओपन भएर आउँछ। जस्तै म तपाईलाई देखाउने छु। तपाईले सर्च गरिसकेपछि तपाईले यसमा टच गर्दाखेरि चाहिँ सिधै हाम्रो एप चाहिँ हाम्रो ओपन भएको छ। हामीले गुगल क्रोममा आफ्नो आइडीलाई हामीले ओपन गर्न खोजिरहेका थियौँ, तर सिधै हाम्रो चाहिँ एप चाहिँ ओपन भएको छ। तपाईले यसलाई ब्याक गर्नुहोला र ब्याक गरिसकेपछि तपाईले फेरि गुगल क्रोममा जानुहोला र गुगल क्रोममा गइसकेपछि फेरि तपाईले यसमा चाहिँ फेसबुक लगइन भनेर तपाईले सर्च गरे तापनि फेरि तपाईले यसमा टच गरे तापनि फेरि तपाईको चाहिँ एप चाहिँ ओपन हुने गर्छ। एप चाहिँ ओपन भएर आउँछ। अब यस्तो अवस्थामा हामीले चाहिँ एपमा ओपन नगरिकन गुगल क्रोममै हामीले आफ्नो एकाउन्टलाई कसरी ओपन गर्ने त, त्यसको लागि चाहिँ अब तपाईले एउटा ट्रिक अपनाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ अब हामीले के गर्ने त भन्दाखेरि सबैभन्दा सुरुमा चाहिँ तपाईले फेसबुक भनेर तपाईले सर्च गर्नुहोला र सर्च गरिसकेपछि तपाईले यो फेसबुकमा चाहिँ तपाईले केही सेकेन्ड तपाईले चाहिँ टच गर्नुहोला। केही सेकेन्ड तपाईले टच गरिसकेपछि यहाँनिर तपाईको हेर्ने भने ओपन इन न्यू ट्याब इन ग्रुप भनेर भनेको छ। तपाईले यसमा चाहिँ टच गर्नुहोला र तपाईले टच गरिसकेपछि यहाँ मुनतिर हेर्ने भने चाहिँ फेसबुकको यहाँनिर लोगो आएको, साइन आएको हामीले देख्न सक्छौँ। तपाईले यसमा चाहिँ टच गर्नुहोला। यसमा टच गरिसकेपछि हाम्रो चाहिँ गुगल क्रोममा हाम्रो फेसबुक आइडी चाहिँ हाम्रो ओपन भइसकेको छ। यसरी हामीले सजिलैसँग चाहिँ गुगल क्रोममा चाहिँ हामीले आफ्नो फेसबुक एकाउन्टलाई चाहिँ हामीले ओपन गर्न सक्छौँ। र कतिपय साथीहरूले चाहिँ गुगल क्रोममा चाहिँ फेसबुक एकाउन्टलाई ओपन गर्नको लागि चाहिँ आफ्नो फोनको सेटिङमा गएर त्यस पछाडि फेसबुक भनेर सर्च गरेर डिफल्ट एपमा गएर त्यसरी पनि हैन हामीले ओपन गर्न सक्छौँ। र कतिपय फोनहरूमा चाहिँ त्यस्तो सेटिङ चाहिँ नभेटिने भएको कारणले गर्दाखेरि, त्यस्तो अप्सन चाहिँ नहुने कारणले गर्दाखेरि चाहिँ हामीले यस्तो तरिकाले हामीले सजिलैसँग चाहिँ गुगल क्रोममा चाहिँ हामीले आफ्नो फेसबुक एकाउन्टलाई चाहिँ हामीले ओपन गर्न सक्छौँ। आजको जानकारी यहाँहरूलाई कस्तो लाग्यो? पक्कै पनि यो भिडियो राम्रो लाग्यो भने यो भिडियोलाई लाइक गरिदिनु होला। यदि तपाईँ चाहिँ युट्युबर हुनुहुन्छ, तपाईँले चाहिँ गुगल क्रोममा आफ्नो च्यानललाई चाहिँ ओपन गर्न खोजिरहनु भएको छ, त्यो अवस्थामा चाहिँ तपाईँको वाइटी स्टुडियो चाहिँ ओपन भइरहेको छ भने त्यो अवस्थामा कसरी हामीले चाहिँ गुगल क्रोममा आफ्नो च्यानललाई ओपन गर्ने, त्यो विषयमा पनि मैले भिडियो बनाइसकेको छु। तपाईँले त्यो भिडियो पनि हेर्न सक्नुहुनेछ। आजको भिडियो राम्रो लाग्यो भने यो भिडियोलाई लाइक गरिदिनु होला। आजको जानकारी यति नै। हवस् त, बाइ बाइ।